हाम्रो फुलहरु कस्तो ओ यो हामीसँग जाने हो मान्छेहरु चाहिँ Hello everyone, welcome back to my channel. Hope you all are doing well. So I am आज चाहिँ फागुन 21 गते निर्वाचनको दिन मतदिनलाई चाहिँ म पनि रेडी छु। एउटा जिम्मेवार नागरिक भएको हिसाबले गर्दा चाहिँ म मतदिन गइरहेको छु। अब चाहिँ म रेडी हुन लाग्यो अनि यदि तपाईहरुले मेरो भिडियो फर्स्ट चोटि हेर्दै हुनुहुन्छ भने मेरो नाम मनिका अनि म चाहिँ चितवनदेखिबाट अब चाहिँ रेडी हुन्छु अनि जाने भनेको। सो कति जनाले भोट दिनु भयो होला, कतिले दिन जानु हुँदैछ होला हैन। सो आफ्नो मनले अनि रोजेकोलाई दिनु होला। त्यही हो, अब म रेडी हुन्छ है त। All ready to go. Yay! रेडी साथीहरु, यो लिएर अब जान लाग्यो। घरको मान्छेहरु बल्ल ओ के छ हौ गयो हामी त हिँड्दै जान लाग्यो। हाम्रो घर नजिकैतिर हो। जानी हेर्ने चहल पहल अब त धेरै मान्छे छैन होला त्यस्तो। हेरौँ ट्याक्कै कस्तो छ तपाईलाई देखाउँछ है। मान्छेहरु चाहिँ रहेछ है अहिले अलिअलि त। A few moments later. मम्मा खै हातको लु ल भोट हालियो सबैजनाले। अनि मस्त चटपट आयो चटपट। मै खान्छु नि। यता चाहिँ चटपट खाने मान्छे, यता चाहिँ बनाउने। चटपट मिठो छ है, आउनुस् है, छिटो खाना आउनुस् दौडी। लु एकजना क्याच गर्न एकजना ला अर्कै खस्यो। फर्किन्छ घर आइपुग्यौँ। हेर्नुहोस् हाम्रो फुलहरू कस्तो राम्रो फुलेछ। मैले तपाईँहरूलाई भिडियोमा देखाएकै छुइनँ होला। यतातिर चाहिँ पर्खाल बनिसक्यो। हेर्नुहोस् थरी थरीको फुल। गाई जहिले चाहिँ हामी मामाको घर जान लाग्यो। पार्टी गर्नु मामा घर जान लाग्यो पार्टी। हामीसँग जाने हो हुँदैन, आमासँग जाऊ। हामी चाहिँ मामाको घरमा नाइटमा डिनर गर्न जानु लाग्यो। के भन्दाखेरि चाहिँ बिरयानी खान जानु लाग्यो साथी। बिरयानी मम्मी यहाँ हुनुहुन्छ, उता बाबा आउँदै हुनुहुन्छ। ओहो
कस्तो ह्यान्डसम देखेको त लु हामी चाहिँ हिँड्दैछौँ हिँड्दै जानु लाग्यो लामा चोकतिर खाएपछि हिँड्दै आउने अनि बल्ल ठिक हुन्छ नि त लामा चोक बजार मान्छे छैन हजार अहिले त मान्छे छैन क्या है त्यस्तो हामी त पुग्न लाग्यो